गुड मर्निङ सबैलाई शुभ प्रभात। हामी सरङकोट डाँडामाथि सनराइज हेर्न आएको, तर खोइ सन त कहीँ देखिएन। कहाँ खोइ सन सनराइज त्यस्तै हो, पानीले चाहिँ डह्रो हान्यो राजा हो। आज यसो सनराइज हेरिदिउँ भनेको, पानी परेर झुर भयो है। एनिवेज जस्ट भ्यू हेरौँ। भ्यू पनि फेरि यस्तो उजाड देखेछ यार, खै त ब्याड टाइम क्या, हामी एकदम ब्याड टाइममा आयो क्या। स्कुटर अब यो 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 मान्छेको ठुलो हात छ। आज सनराइज हेर्ने भनेर सबलाई पानीमा भिजाएर ल्याएर आउटफिट न सर्टफिट। खासा चाइना खासा Zara, North Face, Tom and Joe's, Nike. मान्छेलाई जाडोले यहाँ प्ल्यात्त भएछ। आउटफिट भिजोक बनाए आज यार। मैले त सपना देखिराखेँ हुन्थ्यो यार। मैले त यार म सपनामै छु क्या, म सुत्दै छु क्या। खास म सुत्दै छु, यो मेरो सपना हो। अहिले म उठ्दा घरमै हुन्छु है। जाडोले भ्ल्याट्टै हान्यो है, प्लुत भयो। अब चिसो उसले जो बनायो। अब यहाँ टाढा तातो कफी खान पायो भने बहुत मजा हुन्छ। एलिसले फेन्डी बोक्छ भनेको त कति साह्रो बोइसकेको है ब्यागमै। तिमीले फेन्डी बोक्छ भनेको त होइन, ब्याग बोइसकेको छ। त्यही उसो डिक्कीमा राख्यो किन चोरिदिन्छ र? लागेर हिँड्न अहिले फेरि के हो के फेरि रहेछ। यस्तो मूर्ति बनाएर रहेछ नि त, त्यो भएर झन् एकदम टुरिस्टहरू चाहिँ एट्र्याक्ट हुने। त्यस्तो थिएन है पहिला है। पुरै पोखराको बत्ती मर्छ यो यसो मारेर। यो मारे पोखराको बत्ती मर्छ क्या। ठिकै ओ साइमन साथी त यहाँ बसिन्छ त। कहाँ जाडो भएन र? घर सुत्दै घर भन्नु न, कहाँको बिहान उठेर बिहानमा बोलाएको त। जाडो भएन क्या बिचरा यार। माझे आइपुग्यो सरङकोट धाम रे। यो सरङकोट धाम पो भन्छ त। हेरौँ माथि के छ है। मन्दिर पो रहेछ दामी रहेछ यो त। सरङकोट धाम रहेछ यो। गणपति बाबा बजाउनुहोस् मजाले घन्टी।
पोखराको भ्यू है ब्युटिफुलै पोखरा है हाम्रो पोखरा माथिबाट हेर्नु हाम्रो महानगरी घाम यहाँ रहेछ यहाँ झुल्क्यो है सनराइज चाहिँ बल्ल कस्तो उज्यालो भएको ल हेर्नुहोस् हाम्रो पोखरा हाम्रो घर त हजुर त्यो भन्दा पारि बादल पारिहाल्छ यसरी होइन बिस्तारै घुमाउनु सनराइज हुँदैछ कति शान्त देखेको चाइनिज गुम्बा त अहिले जस आज चाहिँ मेरो साथीले चाहिँ आज सनराइज हेरेर जाने भनेर हाम्रै 4 बजे उठाएको अर्ली मर्निङ डुबायो आज पुरै पानी परेर डाँडामा बिजोग बनायो मैले डुबाएको वेदर पानी परे मेरो प्रब्लम हो अहिले हामी पानीमा नआएको भए घरै त्यो बरान्डामा बसेर पानीले यसरी हेरेर बस्नु झन् लाइफ कस्तो बोरिङ हुन्थ्यो इट्स एन एक्सपिरियन्स लाइफ भनेको यस्तो रोलर कोस्टर नो वे Period. Slay girl जस मेरो भ्लग चाहिँ भाइरल बनाउनु चाहिँ दुईजनाले चाहिँ Hey, girl. Hey. हामी कामेडियामा चिया र अन्डा अमिन के खाना आएको छैन चिउरा चिउरा र कालो मकै चिउरा कालो चाहिँ अर्डर भइसक्यो भनेपछि ल के दिनु नि त के झिक्दैछ मेरो सानोले पैसा झिक्दैछ क्या Getting myself a ring because nobody else would. गुड ल हेर्दै जानुहोस् है अब यो खाना आउँछ यसो देखाउँला तपाईँहरूलाई Hi guys, welcome back to his channel. Ugliest guy ever. Today we're here at Cafe Camellia to have breakfast. No, brunch. See you later. Bye. That's not the way. अनि आँखा देख्दैन कि बिचारहरूले हो अन्त मान्छे भन्दा पनि आउँछ बिचार अलिक गाह्रै पर्दो रहेछ स्टिक खोज्न जानु पर्यो यता फेरि यहाँ ल है आइपुग्यो कहाँ आइपुग्यो अरे हामी क्याफे के कमला क्याफे कमलामा आइपुग्यो अब यहाँ चटपटे पानीपुरी अनि चाट खाइन्छ मोज गरिन्छ ल त्यसो हल्का दिन अब पानीले भनेपछि त्यसले आज सनराइज हेर्न जाने त कहाँ कहाँ आयो हामी कमलामा कमिला अनि के अर्डर गरेछ खाना
मेरो त्यही हो as always order breakfast with some sausage त्यही हो अब हेरौँ अब टाढोबाट आइन्छ अब यसो फुड टेस्ट के कस्तो हुन्छ अहिले एकछिनमा रिभ्यू गरौँ है त्यही मालिबाट त्यो चस्मा लगाइहाल्यो नि हजुर बच्चाले कहाँ हामी ब्रदर्सहरू कहाँ हामी कस्तो नेटवर्क नदिनु तिमीले के अर्डर गर्यो अन्डपुरी पकोडा नि गऱ्यो भन्छ त राजा आज पानी पऱ्यो भने त पकोडा अर्डर गर्नु पकोडा आलु चप आलु चप अलि सर सरकार कहाँ हो कमरिया कमरिया के अर्डर गर्यो आयो मेरो चाहिँ स्मोकर त्यो राजाको कफी कप चाहिँ जाने ल कसो के आयो अब राजाहरूको के आयो काल्ची आयो अब दालमोट र के चुरा डुनर दालमोट चुरा अनि मकै होइन बाबुको त पुरी अँ। तरकारी कसको अन्डापुरी आयो राजाहरूको खाने बाङ्गु राजा आत्तिसक्यो यी त कामेको थियो भोकले कामेको थियो साइमन थ्याङ्क यू यसरी हो खाने भनेको वा गम खाइदिनु त लास्ट अहिले कम्बिनेसन मिल्दैन कि कफीसँग यता राजा नि सब फुल भयो अब बिस्तारै घरतिर जानुपर्छ है त गाइस कस्तो हो राजा मजा भयो एकदम मजा कस्तो हो एकदम मजाको गयो बिरुनु डल्लै भर्छ नि होइन अरू कस्तो भयो सानो दामी भयो छोटो दामी भयो के हो र ल भन्नु ए अघि कस्तो वाम वाम खाएको थियो अहिले त क्यामेरा खिचेको त अझै टुक्कै टुक्कै खाएको कस्तो डेन्जर यार अघि त वाम वाम दुइटै गालो भक भक हुने गरेर खाएको थिएँ दुइटै गालोमा अड्काएको थियो कि अघि भर्खरै अहिले हेर्छ क्यामेरा खिचेको त Itu kamera dari itu lu kan? Itu सबैजना अब हामी चाहिँ यहाँ बिल स्प्लिट गर्ने भनेको नगर्ने रे जो हार्यो त्यसले चाहिँ बिल पेमेन्ट गर्ने है सबैको ल है यसो अलि त rock, paper,
ल ल मैले तिनवटा जित्यो म त बस यो रि हुन्छ ऊ त आउट हो ऊ त खेलेकै छैन सेट भान्जी मालामा हो भने चाहिँ यता भयो उल्टोबाट बिल पे गर्नेमा विनर भयो आजको ब्रेकफास्ट हो स्पोन्सर यता है आज यताको तिर्छ रक पेपर सिजर जितेको